And today I am gonna show you about how to create Google account on your Android phone, smartphone. Guys, a Google account plays a vital role while we are linked with the institute and many other. And to open a Google account on your smartphone, you have to follow some steps. त्यो म तपाईहरुलाई यहाँ अब सिकाउन गइरहेको छु कि Google account चाहिँ कसरी क्रिएट गर्ने, इमेल कसरी क्रिएट गर्ने। तपाईले जहाँ पनि इमेलबाट तपाईले मेसेज सेन्ड गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले सबैभन्दा पहिले के गर्नुपर्छ भने सेटिङमा जानुपर्छ। सेटिङमा गएपछि यहाँ धेरै अप्सनहरु हुन्छन्। तपाईले यहाँ हेर्न सक्नुहुन्छ एयरप्लेन मोड, डुअल, सिल्भर नेटवर्क, यो धेरै अप्सनहरु यहाँ छ। त्यसमध्ये तपाईले यो फोनमा चाहिँ अकाउन्टेन्सीज भनेर माथि नै लेखिएको छ। अकाउन्टेन्सीज तपाईले यहाँ हेर्न सक्नुहुन्छ अबाउट फोनको तल। तर अर्को मोबाइलहरुमा चाहिँ त्यो एडिशनल सेटिङमा चाहिँ लेखेको हुन्छ। तपाईले यहाँ के गर्नु छ भने अकाउन्टेन्सीजमा चाहिँ क्लिक गर्नु छ। त्यसपछि यहाँ तपाईले हेर्नुहुन्छ फेसबुक, मेसेन्जर, टिकटक, व्हाट्सएप, गुगल अकाउन्ट, यस्तो अकाउन्टहरुको जुन अकाउन्ट तपाईले क्रिएट गर्न चाहनुहुन्छ भनेर यहाँ दिएको छ। त्यसपछि तपाईले यहाँ तल एड अकाउन्ट भनेरमा क्लिक गर्नुस्। यसमा क्लिक गरेपछि तपाईले चाहिँ यहाँ जुन अकाउन्ट खोल्न चाहनुहुन्छ, फेसबुक अकाउन्ट, गुगल अकाउन्ट, त्योमा चाहिँ तपाईले क्लिक गर्नु पर्ने हुन्छ। मलाई यहाँ गुगल अकाउन्ट खोल्नु छ, त्यसैले म यहाँ के गर्छु त गुगलमा क्लिक गर्छु। गुगलमा क्लिक गरेपछि यहाँ यो इनपुट लक स्क्रिन मैले यहाँ हालिदिए। यो चाहिँ लक स्क्रिन थियो, त्यो चाहिँ तपाईले पहिले खोल्नु पर्छ। खोलिसकेपछि यो अहिले लोड लिँदैछ। नेपालमा त तपाईलाई थाहै छ कति नेट स्लो छ भनेर। त्यसपछि तपाईले यहाँ के सोध्छ भने इमेल वा फोन नम्बर दिन भन्छ। तपाईले यहाँ नदिई यहाँ क्रिएट अकाउन्टमा चाहिँ क्लिक गर्नु होला। क्रिएट अकाउन्टमा क्लिक फर माइ सेल्फ टु म्यानेज माइ बिजनेस भनेर भन्छ भने तपाईले यहाँ के गर्नु भने माइ सेल्फमा क्लिक गर्नु होला। फर माइ सेल्फमा क्लिक गरिसकेपछि तपाईले यहाँ के सोध्छ गुगलले त आफ्नो नाम, मैले आफ्नो नाम यहाँ हाले शिवम अनि लास्ट नेम ठाकुर। यसो गरेपछि तपाईले यहाँ नेक्स्ट भनेर अप्सन आउँछ, त्यसमा क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ तपाईले कुन मितिमा तपाईले तपाईको जन्म मिति यहाँ लेख्नु पर्ने हुन्छ। 2000 मैले यहाँ 2 लेखे अनि मन्थ चाहिँ सेप्टेम्बर अनि डे 3 भनेर अनि यहाँ तल जेन्डरमा फिमेल मेल तपाई जुन पनि हुनुहुन्छ फिमेल हुन्छ भने फिमेल, मेल भन्नुहुन्छ मेलमा क्लिक गर्नु होला। अनि त्यसपछि नेक्स्टमा थिच्नु होला। थिचेपछि यहाँ तपाईले आफ्नो नाम यहाँ सोध्छ, त्यसमा आफ्नो नाम टाइप गर्नु होला। मैले आफ्नो नाम यहाँ टाइप गरेँ, त्यसपछि नेक्स्टमा क्लिक गर्दा मैले यहाँ के भने यहाँ के भनेको छ सरी वन लेटर या त लेटर ए टु जेड सम्म हुनु चाहियो, फेरि नम्बर पनि हुनु चाहियो र कुनै साइनहरु हुनु चाहियो। त्यसमा यहाँ एउटा नम्बर यस्तो नाम क्रिएट गर्छु जुनमा चाहिँ यो सबै लेटर होस्। यहाँ 1989 मैले डाले। यहाँ यो त पनि सेभ गरिरहेको छैन। अब सायद सेभ गर्ला। अब पनि हुँदैन। अब यो ST5577 यो गरेर मैले क्लिक गरेँ अनि यो अब यो चाहिँ सेभ गर्छ अनि यो तपाईको गुगल अकाउन्ट चाहिँ यो क्रिएट यहाँ भइसक्यो। तपाईले यसको कोड जुन तपाईले हाल्नु भएछ त्यो चाहिँ तपाईले आफ्नो फोनमा राखिदिनु होला। यो तपाईको गुगल अकाउन्ट चाहिँ यो क्रिएट भइसक्यो। अब नेक्स्ट डाल्नु होला अनि त्यसपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ यो पढेपछि यो चाहिँ तपाईको गुगल अकाउन्ट चाहिँ क्रिएट भइसकेको छ। तपाईको गुगल अकाउन्ट चाहिँ अब क्रिएट भइसक्यो।